ल है आजको छुट्टी पनि सिद्धियो। छुट्टीमा चाहिँ आज चाहिँ कहीँ गइएन होइन, यतातिर घुम्यो यही हो ठाउँमा टक्क लागेर। अनि चाहिँ आज केटाहरूले घुम्न जाऊँ भनेको, रक्सी खाएर सबै सुत्यो हो, सुतेर बिहोस छ। अब म चाहिँ एकछिन यहाँ बाहिर निस्केको, अनि चाहिँ टक्क लागेर एकछिन अब घुमेर खाना खान गइन्छ। आज यो यिनीहरूले सबले घुम्न जाऊँ भनेको सब रक्सी खाएर टुन परेछन्। यतानिर कोही यहाँ बसिरहेछन् टुन परेर, कोही उता तानाटान गरिरहेछन्। यो होस्टेल चाहिँ हो है हाम्रो, यो होस्टेल हो। अनि योमा चाहिँ हामी आज चाहिँ छुट्टी थियो सन्डेको, त्यही भएर आज घुम्न जाने टाइम भएन। सबैले रक्सी खाएर टुन परेर पुरा बेहाल छ। अनि चाहिँ हाइवे हो, यो चाहिँ घुम्न जानको लागि चाहिँ हाइवे यहीँदेखि जान्छ गाडी। अनि यता चाहिँ कम्पनी छ सबै। अनि यस्तै हो, विदेशीहरूको जिन्दगी यस्तै बितिरहेछ टक्क लागेर। है नजिकमा कोही हुनुहुन्छ नि आउनु होला घुम्न, यतातिर घुम्नलाई चाहिँ दामी दामी ठाउँ छ, तर साथीहरू नभएर घुम्नै पाइरहेको छैन। धेरै टाइम भयो घुम्न नगएको पनि। त छ हाम्रो रुमहरू, हामी बस्ने ठाउँतिर नेपाल जस्तै हो, पहाड छ, तराई छ, सब छ हो। यता नेपाल नै हाम्रो लागि त। यो यस्तो जङ्गलहरू छ, जङ्गलको छेउमा हाम्रो होस्टेल, यो चाहिँ होस्टेल हो। अनि त्यो सपिङ मल हो, सपिङ गर्नको लागि। त्यो चाहिँ सपिङको लागि जानुपर्छ। सपिङ गरेर आयो 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 अनि चाहिँ यताबाट घुम्दै घुम्दै अनि अब एक राउन्ड मारेर जानुपर्छ खाना खान। के छ साउ? साउ ठिक छ? हाम्रो साउ चाहिँ यतातिर बसिरहेछन् है। के भन्छन् साउले? यस्तै हो, यसरी नै चलिरहेछ हौ जिन्दगी केटाहरूको। हेर यो चाहिँ मेरो जेसिबी है, यो मेरो जेसिबी हो। यो चाहिँ झुङ्गे हो, यो झुङ्गे साउ हो यो। यो चाहिँ जेसिबी हो के, यसको ड्राइभर चाहिँ आजभोलि भागेछ। यो मेरो केटाहरू यसो कोहीलाई चलाउन आउँछ भने यो आउन सक्नुहुन्छ है। तपाईँहरूलाई यो चलाउनको लागि अफर होइन, अफर छ, ड्राइभरको जरुरी छ। अनि यो चाहिँ यो मेरो गाडी है, अब मेरो चाहिँ होइन, मैले चलाउने गाडी हो यो चाहिँ है। तर आज चाहिँ छुट्टी भएर यसको चाहिँ तेल दिन्छ भनेर साउले पराउँछ, त्यही भएर गाडी यहीँ पार्किङमा छ। अनि मेरो चाहिँ धेरै छन् कम्पनीको गाडीहरू पनि, सबै काम गर्नेहरू लिएर जाने गाडी हो त्यहाँदेखि जानलाई चाहिँ। अनि चाहिँ हामी चाहिँ कहिलेकाहीँ चाहिँ ठुलो गाडीमा जान्छ है, मान्छे धेरै भयो भने चाहिँ, थोरै भयो भने चाहिँ अनि गाडीहरू जान्छौँ। अन्त यस्तै हो, यही हो। अनि मार्केटहरू पनि नजिकमै छ हाम्रो त, मार्केटमा जाने अनि त्यसपछि सब किन्ने, सपिङहरू यहीँ नै हुन्छ सबै हामीलाई, त्यस्तो गाह्रो चाहिँ छैन। अब चाहिँ म चाहिँ खाना खान जान्छु, खाना खाएर आउँछु। अनि चाहिँ फेरि एकछिन आराम गरिन्छ, यतातिर डुल्लिन्छ। अनि त आज चाहिँ पानी परेको है, डह्रो दिनमा, त्यही भएर चाहिँ चिसो, त्यही भएर मलाई आज जम्पर लगाएको। चिसो छ आज धेरै।